माय गॉड हेलो मिस्टर यो हाम्रो भाइहरुको नेताहरुको खबरमा गिरी छैन भन्ने कुरो पत्ता लगाउनलाई तिमी प्याथोलोजीको डाक्टर हो कसरी पत्ता लगाउ तिमीले त्यसै पत्ता लाग्छ नि हो यिनीहरूको भाषण बोली चाली व्यवहारबाटै बिग्रिन्छ भन्ने थाहा हुँदैन अब पहिला सत्तामा जानलाई हप्ता न पत्र तराईवासीसँग तराईका नेताहरूसँग 16 बुँदे सम्झौता गरिहाले अहिले त्यो 16 बुँदे सम्झौता अनुसार ल्याऊ हाम्रो माग ल्याऊ पुरा गरेर माग भन्दाखेरि दिन सकेन देशमा नाकाबन्दी हो तीबाट यिनीहरूको खबरमा गिरी छैन भन्ने कुरा थाहा भइसक्यो आज बिहान एउटा कुरा गरेर भाषण गर्छन् बेलुका मैले भनेकै होइन भन्छ तीबाट पनि गिरी छैन भन्ने कुरा त्यसै थाहा भइहाल्यो त्यही भएर अब राम्रो गिरी भएर ल्याउनु पर्यो भनेर अनि बिदाय जानु ए भाइ कुरा एकदमै राम्रो छ कन्भिन्स भएको छु म है तर एउटा सल्लाह दिनु के सल्लाह यो भाइहरुको हाम्रो नेताहरुको खबर लिएर विदेशमा लगेर गिरिहाल्नु सक्छ आजकल इमेलको जमाना छ फेसबुकको जमाना छ फोनको भाइरलको जमाना छ यहीँबाट आफूलाई चाहेको मान्छेहरुको नेताहरुको खबरको गिरी चाहिँ टट हानेर चाहेको जति गिरी मगाएर हिँड्ने खाता पारा हाले भइहाल्यो किन जानु पर्यो खर्च गरेर किन पहिला त्यसै गरेर 4-5 जना नेताहरुको पुरुष नेताहरुको खबरमा इमर्जेन्सी गिरी सिद्धियो है मैले हतार विदेशमा इमेल गरेर ल यो हामीलाई अलिकति 3 किलो जति गिरी चाहियो तुरुन्तै पठाइदेऊ भने उनीहरूले 3 किलो त होइन 5 किलो पठाइदिइहाल्यो मैले पनि हतारमा अलिकति गोबर मिसाएर थ्याम्ला पारेर हालिदिइहालेँ अनि पुरुष नेताहरूको खबरमा है भरे त उल्टो गिरी परेछ के भयो महिलाको गिरी परेछ अनि के भयो त्यो महिलाको गिरी हाम्रो पुरुष नेताहरूको खबरमा के परेको थियो गाँठे त्यो पुरुष नेताहरूले त भोलिपल्ट सदनमा गएर हामीलाई सुत्केरी भत्ता पनि ल्याऊ हामीलाई सुत्केरी बिदा पनि ल्याऊ भन्नु थालेमा डेन्जर भयो भनेर अनि इमेलबाट मगाएर आफैले खबर लिएर विदेश जानु बरु यसो गरौँ अब पुलिस भनेको नि राष्ट्रको सेवक अनि यो आफ्नो देश बिग्रियो भने प्रहरीलाई नि पीडा हुन्छ होइन सम्पूर्ण जनताको लागि एउटा आइडिया दियो यिनीहरूको खबरमा कस्तो खालको गिरी हालेर ल्यायो भने देशमा शान्ति आउने र विकास हुने यसो केही आइडिया लगाउ त कस्तो खालको गिरी हालेर यिनीहरूको खबरमा यसो एउटा आइडिया दियो तिनीहरू पनि आइडिया भएको मान्छे त होइन त्यसलाई पनि स्याक्ट भनौँ न यसो आइडिया दियो अब कस्तो खालको नेताहरूको खबरको गिरी ल्याएर हाल्यो भने हाम्रो यो सुन्दर नेपाल अझ बढी विकसित होला भनेर भन्दाखेरि चाहिँ के गर्ने भनेर त्यसो गरौँ यिनीहरूको खबरमा कुकुरको गिरी हाल्यौँ त हुँदैन किन कुकुर पनि गिरी हाल्छ यसै त यिनीहरूले काम नगरिरहेछ कुकुरको गिरी हाल्यो भने असल कार्तिक मङ्सिर 3 महिना झन् काम हुँदैन फेरि काठमाडौँ सहर एकदम फोहोर भइरहेछ यिनीहरूको खबरमा कुकुरको गिरी हाल्यो भने त झन् फोहोर गर्छ बिजुलीको खम्बा देख्नै हुँदैन हुँदैन अर्को आइडिया लगाऊ बिजुलीको खम्बा पर्खाल सबै चलिहाल्छ अब कसको खालको गिरी हालेर ल्यायो भने यिनीहरूको खबरमा भैँसीको गिरी हाल्यो हुँदैन भैँसीको नि गिरी हाल्छ कुरो बुझ्नु पऱ्यो नि पहिले हुँदैन भने त त्यही सँगै यसो गरे यिनीहरूको खबरमा भैँसी गिरी हाल्यो भने अब यिनीहरूको खबरमा भैँसी गिरी हाल्यो भने भैँसीले घुस खाँदैन घुसका मात्रै खान्छ भैँसीले घुस नखाएपछि त्यसको ढुकुटी दिँदैन त्यसको ढुकुटी नदिएपछि देश धनी हुन्छ हो यो चाहिँ मलाई मन पऱ्यो ल म भैँसीकै गिरी हालेर ल्याउँछु भैँसीको गिरी हाल्यो भने भैँसीले त भुसा खान्छ भुसा खाने भैँसीको गिरी यिनीहरूले खबरमा हालिदिएपछि यिनीहरूले नि भुस नखाएर भुस खान थाल्छ अनि यिनीहरूले भुस खान थालेपछि त्यसको एकदम राम्रो आइडिया दियो मेरो प्रेम छोटो होइन के हो फेरि यस्तो संवेदनशील कुरा भइरहेछ आफ्नो हाकिमलाई माथिबाट फोन गर्नु पर्दैन 2 मिनेटमा ल होइन कति दुःख दियो भने प्रेम छोटो लाग्यो मेरो एकछिन जयनेवाल साहब सब मात्रै गोली गरेको छ सबले एउटा बिन्ती चलाउँछ एउटा डल्लै ग्याँची घाइदिँदै हजुर सर कुरा चाहिँ एकदम कन्भिन्स गरेर
नेताहरूको खपरा गिदी छैन। भाइहरूको नेताहरूको खपरा गिदी सिकेर विदेशबाट नेपाललाई माया गर्ने, नेपाललाई संसारको उत्कृष्ट देश बनाउने भन्ने सोच र उमङ्ग लिएर चाहिँ जान लागेको रहेछ। अनि अब यसलाई जादिम कि छोड्छ? ए मेरो सोमी बेटले गरेछ। साहबले मलाई यत्रो ठुलो जिम्मेवारी दिएको साहबलाई धेरै धेरै धन्यवाद है साहब। हस् सर, जय नेपाल साहब। के भने हाकिमले यही लडमा हाम्रो पनि गिदी लैजा भने क्या हो एउटै खालको भन्छ त्यो यो भाइहरूको नेताहरूको खपरमा गिरी हाल्नको लागि तँलाई कहाँबाट लाइसेन्स पाइस्? कहाँबाट इजाजत पत्र पाइस्? कसले पठायो? नेपाली जनताले पठायो मलाई। नेपाली जनताले पठायो। आज यिनीहरूको खपरमा गिदी भइदियो भने जलस्रोतको धनी देशमा दैनिक 14 घण्टा लोड सेडिङ हुन्थ्यो। आज यिनीहरूको खपरमा गिदी भइदिएको भए 7 वर्षसम्म जनतालाई अल्मल्याएर यो झगडा पर्ने खालको अचकल्टो संविधान निक्लिन्थ्यो। आज यिनीहरूको खपरमा गिदी भइदिएको भए देशमा फोरको डम्बुर थुप्रिन्थ्यो। आज यिनीहरूको खपरमा गिदी भइदिएको भए देशका बेरोजगार युवाहरू देशमा रोजगार नपाएर विदेशमा पलायन हुनु पर्थ्यो। नेपाली जनताले पठायो मलाई। कुरा गर्छ विदेश जाने बेला त्यसै टेन्सनमा आउने गराइन्थे। यो मान्छेलाई मैले अघि देऊ गदा साले भाते चोर कुकुर भनेर बेत्थामा गाली गरिरहेको। अब म हजुरलाई गदा साले भाते चोर कुकुर होइन, हजुर बक्सोस् भनेर म सम्मान गर्छु। त्यो घुसखोरी नेताहरूलाई हामी सलोट हामी जनतालाई हाल्नु पर्दैन। हामीलाई त 2 हात जोडेर नमस्ते गरे पुग्छ। बरु तिमीलाई मेरो यो कदम राम्रो लाग्यो भने एउटा सहयोग गर्नु। के गरिन्छ? यो मेरो झोलालाई त्यहाँ प्लेनको भर्याङसम्म पुर्याइदेऊ। कस्तो राम्रो पवित्र काम सुम्पेपछि हजुरले मलाई यो काम हजुरले मलाई सुम्पेकोमा म हजुरलाई करोड खरब धन्यवाद दिन चाहन्छु। 2 करोड 80 लाख जनताहरूको भावना बुझेर नयाँ नेपाल बनाउँछु भने जुन जोस जाँगर लिएर तपाईँ हिँड्नु भएको छ त्यसको लागि मैले मात्रै होइन सम्पूर्ण 16 तथा विदेशमा बस्ने नेपालले सहयोग गर्छन्। हो कि होइन? राम्रो काम गर्नलाई संसारका जुन कुना बस्ने नेपालले सहयोग दिन्छ। त्यस कारण यो पवित्र कामको लागि तपाईँ हिँड्नु भएको रहेछ। यो कामको लागि तपाईँलाई म प्लेनको भनाइसम्म मात्र होइन सिक्न छोड्नु लागेको छु। धन्यवाद शिवहरी पौडेलज्यू र किरण केसीज्यूलाई धेरै धेरै धन्यवाद। साह्रै मिठो प्रोग्राम। हाम्रो नेताहरूको वास्तवमा गिदी छैन भन्ने कुरो नि थाहा भइहाल्यो होला। अहिले हामी नेपालीले दुःख पाउनुको कारण पनि गिदी नै नभएका नेता हामीले पायौँ।今のコメディの内容なんですけれども、空港でのドタバタ劇だったんですが、政治家のネパールの政治家の方のマスクが出てきて、その中に脳みそがないということが分かってしまった。なんでネパールがこんなに大変な状況なのか皆さんもお分かりですねというちょっと皮肉たっぷりの説明をされています。अबको पालो हाम्रो बाँसुरीको धुन सुन्ने, बाँसुरीको धुनको लागि तयार भइसक्नु भएको छ हाम्रो पञ्च लामाज्यूको ग्रुप र उहाँहरू आउँदै हुनुहुन्छ बाँसुरीको धुन लिएर। 次はフルートバスリっていうのはですね、ネパールの楽器でして、笛ですね、フルート、ネパールのフルートと言われています。